ठुला बडाले भन्ने कुरा छ आफ्नो पनि ख्याल गर्नु भनेर। त्यही भएर गाइस आज चाहिँ म यो स्किन केयर गर्दैछु होइन। धेरै पछि पहिला चाहिँ मैले यो घडी लाएँ। अब यो युकेमा चाहिँ अहिले चिसो धेरै बढ्दैछ, त्यही भएर मेरो यो 24 पनि स्किनमा धेरै भएकोले चाहिँ यो पहिला मैले यो हाइड्रोलिक बुस्टर भन्ने चाहिँ लगाएँ। मैले चाहिँ यो कहाँबाट किने भन्दाखेरि होइन यतिकै बुट्समा गएको थिएँ, अनि पछि स्किन देखाएको थियो त्यहाँ, ल यो ठिक छ भनेर। यो मेरो धेरै खाल्डो खाल्डो जस्तो थियो स्किनमा, त्यो जान्छ भनेर। अनि पछि यो अर्डिनेरीको चाहिँ यो के भन्छ भन्न आएन, टोनर हो यो चाहिँ। टोनर पनि लगाउनुपर्छ भन्थ्यो त्यहाँ होइन, त्यो पनि लगाएँ। अनि पछि यो के भिटामिन सी क्रिम हो यो चाहिँ, फेस ब्राइट गर्छ अरे। अनि त्यही भएर आजकल लाइट पनि बाल्नु पर्दैन मेरो घरमा, मेरो फेसले नै एकदम ब्राइट देखिरहेको हुन्छ। यो पनि लगाएँ होइन, लगाएँ चत्त लगाएर होइन ब्राइट। अनि यो चाहिँ फेरि अर्को कोल्ड क्रिम हो गार्नियरको, यो पनि कोल्ड क्रिम होइन, यो चाहिँ के भन्छ, यो पनि ब्राइटनिङ क्रिम नै हो। त्यो चाहिँ अघिको चाहिँ लिक्विड, यो चाहिँ क्रिम हो। अनि यस्तै गरेँ, त्यही भएर समयमै आफ्नो ख्याल राख्नु, हेल्थको पनि केयर गर्नु भन्थ्यो होइन। त्यही भएर यो यसो गरिरहेको थिएँ। ल यो चाहिँ फाइनल लुक कस्तो देख्यो भन्नु होला। बाइ गाइज, सी यू।